सबै मित्रहरूमा नमस्कार। सामाजिक सञ्जाललाई हामीले दुरुपयोग होइन सदुपयोग गरेर अगाडि बढ्यो भने पक्कै पनि हामीले चाहिँ जीवनमा चाहिँ सफलता प्राप्त गर्न सक्छौँ। सामाजिक सञ्जाल युट्युब, फेसबुक, टिकटक लगायत यी प्लेटफर्महरूमा काम गर्न सक्यो भने, सकारात्मक सन्देश दिन सकियो भने पक्कै पनि सफल बनिन्छ। एउटा चाहिँ समाजलाई सही मार्गदर्शन, समाजमा चाहिँ एकदमै राम्रो एउटा म्यासेज, राम्रो सकारात्मक प्रभाव हुने खालको चाहिँ हामीले भिडियो क्रिएसनहरू पनि गर्न सक्छौँ। यहाँसँग पनि त्यो स्किल, बोल्ने स्किलहरू अथवा बोल्ने चाहिँ क्षमताहरू छ भने पक्कै पनि यहाँहरूले राम्रो गर्न सक्नुहुन्छ। त्यसैले हामी सामाजिक सञ्जालबाट चाहिँ हामीले चाहिँ सकारात्मक एउटा सन्देश फैल्याउँ, सत्कर्म गरौँ, पक्कै पनि हामी सफल रहनेछौँ जीवनमा भन्ने कुराहरू यहाँको माझमा राख्न चाहन्छु।